सरकारकी छर्लङ्ग भइसकेको छ। कुनै पनि पार्टीको व्यक्ति, पार्टीको रङ्ग ढङ्ग लागेको व्यक्ति यो देशको सार्वभौम रूपको संरक्षक बन्न सक्दो रहेन रहेछ भन्ने कुरा अब कतै लुकेको छैन। यहाँले मलाई अलमा ल्याएर प्रश्न गरे पनि, महाराजले 18 पाएर प्रश्न गरे पनि कुरा सबैले बुझेको छ। यस कारणले अब के हो भने, अब एउटा कुरो के भने पक्का के भने राजालाई पनि बोलाउनु पर्छ। अब यी नेताले, राजा त भालु त होइन नि, बाघ होइन नि, नङ्ग्र्याउने मान्छे होइन नि। हिजो यिनै नेताले, यिनै जनताले राजा चाहिएन भन्दा हवस् मेरा जनता जसरी खुसी हुन्छन्, मुसुक्क आफ्नो गाडी हाँकेर सर्र निक्लेर जान सक्ने राजा त्यागी नहुने, रातारात डरले सारा जनता उठेपछि हेलिकप्टरमा बसे सर्ने सब ठिक हुने। यस कारणले राजा पनि बसौँ, जनता पनि बसौँ, नेता पनि बसौँ। यो नेपालको सार्वभौम अखण्ड स्वतन्त्रता कसरी बच्छ त्यसमा विषयमा छलफल गर्न किन नसक्ने नेपालका नेताहरू? निर्वाचन भन्दा अगाडि नै त्यसो गरौँ, कति राम्रो हुन्थ्यो। त्यो गरेर सकिँदैदेखि राजा प्रजा थियौँ, एउटै राष्ट्रका हितमा सधैँ म राजावादी भएर बोलेको छु। तर नेपालको भविष्य निर्माण कसरी हुन्छ, हामी दिल्लीको शरणागति हुने हो कि निर्मल निवासलाई साथमा लिएर हामी अगाडि बढ्ने हो, यति कुरो त सोच्न सक्नुपर्छ नि त। अहिले 3 करोड नेपाली जनतालाई सँगै लिएर हिँड्ने होला बास हैन। न निर्मल निवासमा मात्र भर पर्ने हो, न त दिल्लीमा मात्र। सबैजना मैले एउटा दिल्ली पनि हामीलाई चाहिएला, हाम्रो एउटा छिमेकी हो। त्यो त छिमेकीका नाताले हामीलाई चाहिएला, त्यो पनि हाम्रो छिमेकी हो। तर हाम्रो सिंहदरबारलाई दिल्ली बुझाउनु पर्ने आवश्यक थिएन। पटक्कै भएन नि। त्यसले गर्दाखेरि हामी नेपाली नै सार्वभौम अखण्ड स्वतन्त्र नेपालका पदाधिकारी भएर, नेपाली भएर बाँच्ने अधिकार हामीमा हुनुपर्छ। त्यसकारण राजा जनता एकै ठाउँ बस्नु पर्छ, बस्नै पर्छ। नबस्ने भने अर्को ठुलो दुर्घटना हुन सक्छ। किनभने यहाँ माथि मैले निषेधको राजनीति गरेँ भने मसिदिन्छु नि। कुरा त्यही हो नि त, अहिले भएको त्यही हो नि त। अब एउटा नेता जानु पर्यो तराईमा भने जुलुस निक्लिन्छ, राजा गयो भने सरकारकी